अहिले जर्जियाको एउटा सानो सिटी बेन्ब्रिज सिटी भन्नेमा हिँड्दैछौँ। दुईजना जोडी नेपाली कपाल ह्यासट्याग जे होस् यहाँ चरो मुसो केही छैन, हामी मात्रै हिँड्दैछौँ। तर एकदमै रमाइलो, एकदम ब्युटिफुल सिटी रहेछ है, मलाई त एकदमै मन पर्यो। यो सायद यो अब आज छुट्टीको दिन भएर पनि होला होइन, इन्डिपेन्डेन्ट डे हो कि 19th के समथिङ के भन्दो रहेछ यसलाई, के एउटा केही पार्ट के अरे होलिडे भन्ने छ हामीलाई, जुन 10th भन्ने रहेछ। हामीलाई छुट्टी भएको थियो, पुग्यो जेसुकैको छुट्टी होस्। यहाँदेखि उता चाहिँ खासै जाने खाएको हुँदैन छ, यतै हो। के छ, कस्तो लागिरहेछ त घुमाइ आजको? ठिक छ। डाउनटाउन पार्किङ पनि फ्री नै छ त यहाँ त। के हो यो बोइल्ड पिनट पाउँदो रहेछ है, सब बन्द छ आज। हामीले चाहिँ लगभग हामी तालासी भनौँ न फ्लोरिडाको नर्थ पार्टमा बस्छौँ। यता नजिकको सानो सिटीहरू त्यहाँदेखि छेउछाउको 2 hour ड्राइभ 3 hour ड्राइभको जर्जिया साइड एलाबामा साइडको सबै सिटीहरू घुम्न सक्छ। अरू टाढा चाहिँ खाजा गइँदैन, नजिक चाहिँ सबै सानो ठुलो सिटीहरू त कुनै पनि छैन हामी बसेको नजिकको सानो सानो सिटीहरू चाहिँ सबै सक्यो। यहाँ थर्किँदो रहेछ क्या, आवाज पनि पुरै थर्किँदो रहेछ, खाली भएर होला। तर राम्रो है वक गर्न चाहिँ। नेपालमा जस्तै नि बाहिरपट्टि झारेको रहेछ यार, यहाँनिरको पानी कस्तो ठ्याक्कै। वान वे रहेछ क्या यतापट्टि, त्यस्तो छ त। यो पार्क जस्तो छ, त्यो जाने हो त अहिले? यता जाने, यताको त खासै छैन होला, यता जाऊँ। त्यहाँनिर पार्क जस्तो छ, त्यहाँ चाहिँ हामी जाने प्लानमा छौँ। यो त खुल्लै थियो त अघिसम्म, खुल्लै थियो अघिसम्म। राम्रो रहेछ यार, तल हाँसीको डाउनटाउन यस्तो खालको चाहिँ छैन कि, त्यो यस्तो खालको अलिक छैन। यहाँको कपडाहरू पनि राम्रो है, कुनै बन्द छ कि खुला भएको, अलिक उज्यालो लाइटहरू देखिन्छ, त्यति खाली भएको रहेछ जस्तो छ। मेरो चाहिँ यो ठाउँमा 3rd टाइम हो मेरो चाहिँ। म चाहिँ एक्लै पनि भ्याएको थिएँ पहिला, अनि हामी अर्को ठाउँ गएको थियौँ अस्ति नै, त्यो भन्दाखेरि रुट पनि परेको थियो। अनि मिल्दैन के पुल राम्रो रहेछ, खुल्दैन थियो यता फेरि। ऊ त्यहाँसम्म पुगौँ भने पर्दैन, घडी फुल फेरि थिएछ त, फेरि थिएछ नि यतापट्टि जानु। आऊ न यस्तो छ। हाम्रोतिर त्यसलाई बेहुली फुल भन्छ, यहाँ चाहिँ के भन्छ होला? कस्तो राम्रो देखिएको त देखिरहेछ। किन्न पनि पाइँदैन। घडी फुलहरू, यो पनि घडी फुल हो। यही बाटो फर्कौँ न त।
यहाँ चाहिँ खुल्ला छ है कहाँ पनि खुल्ला छैन अब राम्रो रहेछ यताबाट फर्किनु त्यहाँ ट्राई गर नि त अहिलेको ठाउँमा तर नगर भन्छु म चाहिँ त्यहाँनिर बुझेनौ उहाँ त्यही बाटोमा गएर गर्नु हुँदैन म त उता पार्कमा गर्ने कि भनेर सोचिरहेको छु त्यहाँनिर क्या हो ल अब यहाँ भिडियो बनाउनु पर्ने भयो यसलाई एकछिन रोकौँ है रोकौँ